सयौं अनुहार बीच पनि एउटा अनुहार विशेष लाग्थ्यो मलाई। सयौं आवाज बीच पनि एउटा आवाज चुपचाप कानमा गुन्जिरहन्थ्यो मेरो। म तिमीलाई पहिलोचोटि देख्दा कक्षा 8 मा थिए। नयाँ स्कुलमा भर्खर भर्ना भएको थिए। सबै कुरा अपरिचित थियो। तिमी भने पहिलेदेखि परिचित जस्तो लाग्थ्यो। न आँखामा आँखा जोडिएका थिए, न कुनै बोलचाल, तर मनको कुनै कुनामा हल्का हल्का स्पर्श गर्दै थियो। तिमी पढाइमा तेज थियौ, हँसिली सबैको प्रिय। म भने अलिक शान्त स्वभावको, तर तिमीलाई हेर्ने मेरो नजर सधैँ गहिरो हुन्थ्यो। समय बित्दै गयो, साथी बन्यौ, हाँस्यौं, रमायौं, सँगै बाटो हिँड्यौ। तिमी आफ्नो साना साना सपना सुनाउँथ्यौ। म भविष्यमा शिक्षक बन्छु, बच्चाहरूलाई माया गर्छु। म चुपचाप सुनिरहन्थे। हरेक सपना तिमी भित्र गाढा भएर देखिरहेको हुन्थे। माया गर्छु भन्ने साहस कहिल्यै जुटेन, तर मनभित्र तिमीलाई लिएर एउटा सपना बनाइसकेको थिए, जहाँ म र तिमी थियौ सँगै सँगै। समयले गति लियो, कक्षा 12 सकियो। म काठमाडौँतिर लागे, तिमी चितवनमै। संवादका माध्यम थिए, फोन, च्याट, म्यासेज, तर ती शब्दहरूमा म लुकाउन खोज्ने भावना तिमीले कहिल्यै पत्ता लगाउन सकेनौ। कहिलेकाहीँ म लेख्थे, तिमी बिना बिहानहरू अलिक सुस्त छन्, साँझहरू अलिक चिसा, तर सेन गर्नु अघि नै मेटाइदिन्थे। किनभने मलाई लाग्थ्यो तिमी अझै पनि मलाई साथी ठान्छौ। त्यो नाजुक र अबोल प्रेम मनमै गुम्सिरह्यो। सम्पर्क बिस्तारै तुर्दै गयो। म व्यस्त हुँदै गएँ, तिमी पनि। र एक दिन तिम्रो इङ्गेज टु समवन भन्ने फेसबुक पोस्ट देखेँ। विश्वास लागेन। तिमी उस्तै थियौ, उही आँखाको चमक, उही मुस्कान, तर अब त्यो मुस्कान कसै अर्काको लागि थियो। त्यो रातमा म रुँदै थिएँ। पहिलोचोटि जिन्दगीले केही चोरेको जस्तो लाग्यो। मन चिच्यायो, लेख है लेख कि म तिमीलाई अझै माया गर्छु, तर फेरि आफैलाई सम्झाएँ, अब त्यो हक छैन। तिमीले आफ्ना सपनाहरू कसैसँग जोडिसक्यौ। त्यसपछि म लेख्न थालेँ। डायरीहरू मेरा साथी बने। हरेक पानामा तिमी थियौ। हुन त ती पत्रहरू तिमीले कहिल्यै पढ्ने छैनौ, तर म बाँचिरहेको छु ती अक्षरहरूमा। प्रिय आयुष्मा, तिमी अब मेरी होइनौ, तर त्यो तस्बिर हेरेपछि म भुइँमा ठचक्क बसेको थिएँ। तिमी कति राम्री देखिन्थ्यौ, तिमी कति टाढा भइसकेकी थियौ। म केही भन्न सक्दिनँ, तर सम्झनाहरू मेटाउन सक्दिनँ। म तिमीलाई फेरि एकपल्ट देख्न मन छ, सिर्फ हेर्न मन छ, र फेरि चुपचाप फर्किन मन छ। अब म सामान्य जस्तै देखिन्छु, अफिस जान्छु, साथीसँग हाँस्छु, खेल्छु, तर साँझ पर्दा म फेरि त्यो स्कुलको बाटोतिर लाग्छु। त्यो गेट जहाँ हामीले पहिलोचोटि नोटबुक साथेका थियौँ, त्यो ठाउँ जहाँ तिमीले कहिल्यै नबिर्सिने आँसु छोडेकी थियौ। वर्षौं बिते, म 30 वर्ष पुगे। एक दिन स्कुलको पुरानो साथीले भन्यो, तिमीलाई थाहा छ, आयुषमा विदेश बसे 2 छोरीकी आमा भइसकेछि। म मुस्कुराएँ। साँच्चै उसले भने झै बच्चाहरूलाई माया गर्ने मान्छे नै बनिछे। त्यो रात फेरि लेखेँ, प्रिय आयुषमा, म तिमीलाई सधैँ गर्व गर्छु। म तिमीलाई अझै पनि माया गर्छु, तर त्यो माया अब साथको लागि होइन, स्मरणको लागि हो। तिमीले जुन बाटो रोज्यौ, म त्यही बाटोको छेउमा बसेर हेरिरहेछु। म सम्झनाको एउटा कुनामा बाँचिरहेको छु, जहाँ तिमी अझै पनि मलाई हे आयुष होमवर्क गरिस् भनेर हाँस्दै सोधिरहेको छौ। कहिलेकाहीँ माया पाउनु हुँदैन, स्मरणमै बाँचेको माया अझ गहिरो हुँदो रहेछ। तिमी सँगै छैनौ, तर मसँग तिम्रो सम्झना छ। प्रत्येक साँझ, प्रत्येक डायरीको पाना र मनको प्रत्येक मौन एकान्तमा तिमी छौ आयुषमा, तिमी।